14 तारिकको दिन चाहिँ हामी 11 बजी चाहिँ चौरस्तामा सबै भेला हुने, चौरस्तामा मासली भेला हुने अनि हामी त्यो दिन लालकोटी घेराउ गर्ने। यो लालकोटी घेराउ चाहिँ यो करप्सनको विरोधमा, जल मिसनको करप्सनको विरोधमा, ट्रेड एक्जामको विरोधमा, एनआरजीएसको, आरएडीएफको, पीएमजीको विरोधमा अनि आज चाना घोटालाको विषयहरूमा आज यो चिजहरूमा चाहिँ हामीले 14 तारिकको दिन सबै जनतालाई हामी अपिल गर्न चाहन्छौँ। हामी एकदमै गणतान्त्रिक प्रकारले, एकदमै डिसिप्लिन प्रकारले हामी यो विरोधमा जुन मानिसले आज एक भोट परिवर्तनको निम्ति, एक भोट अन्याय र अत्याचारको निम्ति, एक भोट 8 वर्षको जुन एउटा हाम्रो नानीहरूको लिटोसम्म उठाएर आज हामीलाई डिप्राइभ गरेको कुराहरूलाई लिएर यसको विरोधमा अनि हाम्रो हकर्सहरूको जुन अन्याय र अत्याचार भएछ, हकर्सलाई जुन प्रकारको आज उहाँहरूको जुन एउटा पाउनुपर्ने अधिकार उहाँहरूले हामीले त्यो समयमा उहाँलाई त्यो अधिकार दियो, त्यो अधिकारदेखि वञ्चित गराउनलाई हरेक कुरोलाई आज फुटपाथमा आज उहाँले सानो मोमो थुक्पा बेचेर आज खाने यस्ता व्यक्तिहरूलाई पनि आज उहाँलाई पनि अन्याय अत्याचार गरेको विरोधहरूमा चाहिँ हामी 14 तारिकको दिन हामी चौरस्तामा सबै सभालाई अपिल गर्न चाहन्छौँ, सबै भेला होइदिने अनि हामी एकदमै डिसिप्लिन प्रकारले हामी लालकोठीमा घेराउ गरी जाने। त्यसको लागि सबै गाउँ घर सहर बस्तीहरूबाट सबै आइदिने हामी यो च्यानलद्वारा हामी अपिल गर्न चाहन्छौँ सबैलाई। अनि हामी त्यो दिन एउटा खुसीको माहौल पनि हुन्छ, हाम्रो विजय उत्सवको माहौल पनि हुन्छ अनि घेराउ पनि त्यो यसको विरोधमा पनि हुन्छ।